नमस्कार सबैजनालाई। आज मैले घरको स्वादमा मिठो अनि छिट्टो मुलाको अचारको रेसिपी सेयर गर्दैछु है त। आशा छ हजुरहरूलाई पनि यो भिडियो मनपर्छ होला भनेर। मुलालाई राम्रोसँग सफा गरिसकेपछि मैले लामो लामो टुक्रामा यसलाई काटेकी छु। सबै मुलालाई लामो लामो टुक्रामा काटिसकेपछि मैले यसलाई 5-6 घण्टा तातो घाममा सुकाउन गइरहेकी छु। घाम तातो लागेको हुनाले यसलाई 5-6 घण्टा मात्र सुकाए पुग्छ। घाममा सुकाइसकेपछि मैले यसको मसलाहरू तयार गर्न गइरहेकी छु। मसलामा धनिया, जिरा, तोरी, मेथी अनि रातो खुर्सानी, थोरै मैले टिमुर पनि राखेकी छु। मुला सुकिसकेपछि मैले मसलाहरू पनि भुटेँ। मसला भुटिसकेपछि यसलाई मैले मिक्सरमा पिस्न गइरहेकी छु। धेरै मसिनो चाहिँ बनाउनु पर्दैन यसलाई। अनि मसला पिसिसकेपछि मैले त्यो धुलो पनि मुलामा राखिदिएँ। विशेष गरी मुलाको अचारमा चाहिँ तोरी चाहिँ अलि धेरै नै राख्नु पर्दछ। अनि मैले स्वादअनुसार नुन राखेँ। अनि स्वादअनुसार नुन राखिसकेपछि अनि यसलाई आवश्यकता अनुसार बेसार पनि छर्कने। अनि यता मैले तोरीको तेल चाहिँ तताइरहेकी छु। मुलाको अचारमा चाहिँ तोरीको तेलको चाहिँ स्वाद मिठो हुने गर्दछ। अनि सौँफ पनि पुर्याएकी छु। सौँफले चाहिँ मिठो स्वाद दिने गर्दछ। अनि तेल तातिसकेपछि मैले त्यसलाई माथिबाट राखिदिएकी छु। तेल राखेर सेलाइसकेपछि मैले हातको सहायताले यसलाई मोल्दैछु। यो मुलाको अचारलाई राम्रोसँग हातले मोलिसकेपछि यो तयार हुन्छ। अनि एउटा सुक्खा भाँडोमा यसलाई राख्ने गर्नुपर्दछ। अनि निकाल्दा चाहिँ सुक्खा चम्चाले निकाल्ने गर्नुपर्दछ। मैले एउटा बट्टामा सुक्खा बट्टामा यसरी नै स्टोर गरेर राखेँ।